पाँचथर जिल्ला मिक्लाजुङ 3 नागीका आगलागी पीडित भीम मगरलाई सुबिसु इन्टरनेट तथा बाराही नेटले रु 15,000 आर्थिक सहयोग गरेको छ। पीडित मगरको घरमा गत माघ 13 गते मङ्गलबार करिब दिनको 11:30 बजे विद्युत सर्ट भई आगलागी भएको पीडित परिवारलाई उद्धृत गर्दै छिमेकी राम मगरले जानकारी दिनुभएको हो। आगलागीबाट भीम मगरको एउटा 2 तले काठे घर टिनको छानो भएको र एउटा 3 तले काठे घर टिनको छानो र सिमेन्टको पिलर भएको घर जलेर नष्ट हुँदा घरभित्र जतन गरी राखिएको 3 तोला आधी सुन, 30 तोला चाँदी, पसलमा बेच्नको लागि राखिएको 3 लाख बराबरको घिउ, 4 लाख बराबरको छुर्पी, 5 लाख बराबरको किराना पसलका सामग्री, 1,50,000 बराबरको भाँडाकुँडा, 1 लाख बराबरको लत्ता कपडा, 60,000 बराबरको काठ काट्ने मेसिन, अन्नपात, 19 मुरी मकै, 8 मुरी कोदो, 300 केजी आलुको बिउ र नगद रु 3 लाख जलेर नष्ट हुँदा करिब 30 लाख बराबरको क्षति भएको पीडित मगर बताउँछन्। उनी दुध डेरी उद्योग सञ्चालक साथै व्यापारी हुन्। उनले विगत लामो समयदेखि सुबिसु इन्टरनेट प्रयोग गर्दै आएको र सुबिसु इन्टरनेटका ग्राहक साथै शुभचिन्तक रहेको हैसियतले उनलाई सान्त्वना दिन र थोरै मात्रामा भए पनि राहत होस् भन्ने हिसाबले सुबिसु इन्टरनेट तथा बाराही नेट शाखा कार्यालय गुरबिसे पञ्चमी इलाम र शाखा कार्यालय रविका परिवार गत माघ 17 गते शनिबार पीडितको घरमा पुगेर सहयोग हस्तान्तरण गरेको हो। सुबिसु तथा बाराही नेटले विगतका दिनमा पनि विभिन्न घटनाबाट पीडित ग्राहक तथा शुभचिन्तकलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनका साथै आर्थिक सहयोग गर्दै आएको शाखा कार्यालय गुरबिसे पञ्चमी इलामका प्रमुख सन्तोष नेमाङले बताउनुभयो।